वेलकम गाइज है। आज म एउटा सर्ट ब्लग लिएर आउँदैछु। यो विशेष बेसी गएर तमु समाज है ब्यासादमा चाहिँ एउटा के भन्छ यो खोइ खाने कार्यक्रम रहेछ है गुरुङ कम्युनिटीबाट र त्यसको केही झलकहरू लिनलाई चाहिँ म घरबाट अब एकछिन जाँदैछु। यहाँ माथि गाउँतिर हो, यो माथि डाँडातिर हुन्छ है। स्कुटी लिएर जान्छु अनि त्यहाँको केही फोटोज पिक र भिडियोजहरू मात्रै लिएर म हजुरहरूलाई देखाउँछु है त्यहाँ के कस्तो छ। स्टे ट्युन गाइज। मुस्किलले आइपुगेँ, यहाँ बाटो एकदम खतम भएर यहाँ तल एउटा स्कुटी पनि लड्यो होइन। मेरो चाहिँ यहाँ टायरमा अलिक ग्रिप भएन, चिप्लेको भएर म यहाँ आइपुगेको छु। अब यहाँबाट यहाँ माथि छ, म जाँदैछु है गाइज। ल साउन्ड सुन्नुहोस् गाइज, यहाँ माथि है म तपाईँहरूलाई यहाँ माथि लिएर जान्छु। हामी जाने चाहिँ यहाँ माथि है। यहाँ मैले स्कुटी चाहिँ यहाँ राखेँ। अब म तपाईँहरूलाई लिएर यहाँ माथि जाँदैछु। धेरै रमाइलो भइरहेछ। साउन्ड हेर्नुहोस्, त्यहाँ खैजडीको साउन्ड है, एकदम रोमाञ्चक है, चकाचक। यस भेनाश्री के छ, ठिक छ सेवारो? यसरी जाँदैछु गाइज यहाँबाट हिँडेर है। त्यहाँ माथि पुगेपछि चाहिँ हुन्छ। तर म जान चाहिँ जाँदैछु, ओह्रालो कसरी जाने भने टेन्सनमा छु। उकालोमा त स्कुटी चिप्लेर है। बिचरा मेरो बाबु नराम्रो तरिकाले लड्यो ओह्रालोमा मेरो अगाडि नै। गाडीलाई एकदम गाह्रो भइरहेछ। अब म कसरी झर्छु थाहा छैन है। त्यो देखाइजाला, पानी पऱ्यो भने झन् स्कुटी यहीँ राख्नुपर्छ। म चाहिँ माथि पुग्दैछु, तपाईँलाई देखाउँछु है त। अन्त मेरो स्टुडेन्ट पो आइरहेको छु यहाँ त। मान्छे हेलो सेवारो गाइस। अब यहाँबाट मेरो एन्ट्री हुँदैछ है। अब यहाँ यस्तो छ है, म तपाईँहरूलाई सबै कुरो देखाउँछु। यहाँ यस्तो रहेछ। मलाई थाहा छैन यो कल्चरको बारेमा चाहिँ, मलाई खासै थाहा छैन। तर पनि आई विल सो यु गाइज है। ल गाइज हेर्नुहोस्, यहाँ रमाइलो। अब कहाँदेखि आउनुभएको छ। तपाईँले हेर्न सक्नुहुन्छ है यहाँ भिड कति छ है। म यहाँ तपाईँहरूले यहाँबाट देखाइरहेको छु। यस्तो रमाइलो दृश्य मैले आजसम्म घुमेको थिइनँ है। आज यहाँ म तपाईँहरूको अगाडि छु। एकदम मलाई पनि एकदम खुसी लागेछ है। सो प्राउड, सो नाइस प्राउड। यो त अझै एक भाग मात्रै हो, आउन बाँकी नै छ। बाँकी अरूतिर पनि छ, म तपाईँहरूलाई देखाउँदैछु है त। दाइ
बसेर है चमिना खाजा खाने भाइ नमस्ते दाइ म भिडियो बनाउँदै उसै नमस्ते अघि आउनुभयो ल म यसो भिडियो बनाउँदै हिँड्छु है ल यहाँ हेर्नुहोस् अब मान्छे यहाँसम्म छ भनेपछि आज कति भिड हो फुपू नमस्ते फुपू बहिनी ल अब यहाँ यस्तो रमाइलो छ है यहाँसम्म छन् मान्छे कति राम्रो ठाउँ छ सबैले हेर्नु होला है बेसी गैरा भन्ने ठाउँ चाहिँ यही हो बेसी गैरा भनेर चाहिँ नमस्ते है अब यहाँ एउटा टिम छ कहाँको हुनुहुन्छ थाहा छैन जसलाई चाहिँ हामीले अझ माथि पनि रहेछन् है यहाँ माथि पनि रहेछ यहाँ चाहिँ म पुगिनँ थाहा नि त म बुढो मान्छे है यता पनि रहेछन् यहाँबाट हेर्नुहोस् तलसम्मको दृश्य हेर्नुहोस् ल नाइस भ्यू है सही हो हेर्नुहोस् गाइज अब यहाँ हुनुहुन्छ हाम्रो पाहुनाहरू माथिसम्म है र अब यहाँ तलदेखिको तलसम्म हेर्नुहोस् यस्तो छ है यहाँ पनि रहेछ एउटा ठाउँ यहाँ बसेर खाने ठाउँ यहाँ पनि एउटा रहेछ है यहाँ हाम्रो पाहुनाहरूले खाइराख्नु भएको छ बसेर है यता हुन्छ हाम्रो यहाँ चाहिँ हाम्रो भान्से है हाम्रो खाना तयारी चाहिँ यहाँ भइरहेको छ गाई है पाहुना जतिलाई सबै तरकारी खाना यहाँ किनेको है लास्ट हुन्छ यो के हो खाइसक्यो झोल मात्रै है भात छ यहाँ पनि हुनुहुन्छ एक टिम है यहाँ पनि बिचारा ठाउँ साँग्रो भयो है उहाँहरूले यहाँ बसेर इन्जोय गरिराख्नु भएको छ दिस इज गुरुङ कल्चर है श्री सूर्योदय तमु समाज बसेर खानुभएको छ है त सबैजनाले म यहाँबाट फर्किएँ ल आजको रमाइलो भयो भिडियो ल हेर्नुहोस् कति भिड छ त ल हेर्नुहोस् कति भिड छ ओ माई गड अब यहाँबाट हेर्नुहोस् गाइज मेरो भिडियोको कार्यक्रम चाहिँ लगभग अहिलेलाई सक्यो दिन पनि फाइन छ पानी पर्न लागेछ त्यही भएर म चाहिँ अब बिस्तारै घरतिर जाँदैछु है म भिडियो हाल्छु तपाईँले हेर्नुहोस् होला सबैजनाले सेयर पनि गरिदिनु सब्सक्राइब पनि गरिदिनु होला मेरो च्यानललाई है त म चाहिँ अहिले लागेँ घरतिर है यस्तो छ गाइज अझै आउने क्रम जारी नै छ है म
चाहिँ अब गएको बाई बाई